समीकरण गरौँ, अन्यत्र हामी एक्लै चुनाव लड्ने भनेर हामीले आफ्ना प्रतिनिधिहरूलाई उठायौँ। त्यसमा युवाहरू पनि, त्यसमा वृद्धहरू पनि, प्रौढहरू पनि, सबै समावेशी समानुपातिक हिसाबले नै सकेसम्म हामीले उम्मेदवार खडा गर्ने प्रयास गर्यौँ। मेरो के भन्नु छ भने त्यसरी निर्वाचनमा हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने कसैसँग अहिले समीकरण नगर्ने र हामीले जुन एकता प्रक्रिया अगाडि बढाएका छौँ त्यो सन्देश जनतालाई सम्प्रेषित गरिसकेपछि आम हाम्रो पङ्क्तिहरूमा पनि एउटा उत्साहको स्थिति हामीले देख्यौँ। एक्लै चुनाव लड्ने भन्ने कुराप्रति किन पटक कहिले कङ्ग्रेससँग, कहिले एमालेसँग, कहिले मधेसीसँग समीकरण गर्दै जाँदा आफ्नै चुनाव चिन्हमा भोट हाल्न नपाएको पीडा आम कार्यकर्ता पङ्क्तिमा थियो र त्यो व्यक्त भइ पनि राखेका थियो। र यो पटक हामी आफ्नै चुनाव चिन्हमा आफ्नै पार्टीका उम्मेदवारलाई भोट हाल्ने भनेपछि पक्कै पनि देशैभरि हामीले हेर्दा एउटा सकारात्मक र उत्साहवर्धक स्थिति देखा परेको थियो। र उम्मेदवार वितरणमा, टिकट वितरणमा र उम्मेदवारका फेस अनुहारहरू हेर्दा सापेक्षिक रूपमा नेपाली कम्युनिस्ट पार्टी सबभन्दा कम विवादित, कति पनि विवाद थिएन त म भन्दिनँ, सबभन्दा कम विवादित पार्टी कोही भयो भने नेपाली कम्युनिस्ट पार्टी नै भयो। उम्मेदवारहरूका अनुहारहरू हेर्दा जनताले पनि र अरू राजनीतिक दलले पनि सापेक्षिक रूपले राम्रा उम्मेदवार दियो है यो पटक नेपाली कम्युनिस्ट पार्टीले भनेर हामीलाई धेरैतिरबाट बधाई शुभकामना पनि आयो। चुनाव अगाडि साँच्चै हाम्रा उम्मेदवारहरू राम्रा थिए। र निर्वाचन परिचालनको कुरा गर्ने हो भने हिजोका स्थापित पार्टीहरूको कुरा गर्ने हो भने एमालेको या नेपाली कङ्ग्रेसको या अन्य मधेसवादी दलहरूको भन्दा सबभन्दा व्यवस्थित चुनाव परिचालन कसैको भयो भने त्यो नेपाली कम्युनिस्ट पार्टीकै भएको थियो। र सबैतिर हामीले 14-15 गतेसम्म फागुनको देशभरिका उम्मेदवारहरूको रिपोर्ट, पार्टीका प्रमुखहरूको रिपोर्ट, बुद्धिजीवीहरूको रिपोर्ट, पत्रकारहरू, हाम्रा पत्रकार र हामीभन्दा फरक धारका पत्रकारहरूको पनि रिपोर्ट लिँदा जनताबाट पनि हाम्रो पार्टी 40 देखि 50 सिट जसरी पनि आउँछ भन्ने मात्रै देखियो। तपाईहरुको यो प्रदेशबाट पनि तपाईहरुका सबै रिपोर्टहरू हामीले पटक सङ्कलन गरेका थियौँ, किनकि हामीलाई चिन्ता पनि थियो र हामीले भन्ने गरेका थियौँ हाम्रा उम्मेदवारहरू जो जनतामा थापित पनि छन्, तुलनात्मक रूपले स्वच्छ र निष्कलङ्कित पनि छन्, स्थापित पनि छन् भनेपछि धाँधली षड्यन्त्र र बेइमानी नहुने हो भने हाम्रो चाहिँ परिणाम चाहिँ पहिलेको भन्दा राम्रो हुन्छ भन्ने अनुमान, आकलन, मूल्याङ्कन हामीले गरेका थियौँ। तपाईहरुले पनि अहिले त हारिसकेपछि त अब हारियो भनेपछि एक खालको मनस्थिति बनेको होला तपाईहरुको, तर तपाईहरुले हामीले इमानदारी साथ सोचौँ 12, 13, 14, 15 सम्मको स्थिति फागुन मलाई लाग्छ तपाईहरु पनि उत्साहित हुनुहुन्छ। यहाँ पनि जितिन्छ, त्यहाँ पनि जितिन्छ, यति सिट त पक्कै आउँछ भन्ने तपाईहरु नै हो। तपाईहरुले रिपोर्टको आधारमा हामीले 40-50 त हामी आउँछौँ भन्ने निष्कर्ष निकालेको देशभरि नै त्यस्तै थियो। 16 गते आएर गलत विशेष मूल्याङ्कन भयो हाम्रो। तपाईहरुको 40 सिट घट्दैन भन्थे सेनाले,
हामीलाई झुक्क्याउन भयो भने 15 गते झुक्क्याएर के झुक्किनु थियो र हाम्रा उम्मेदवार फिक्स थिए, हाम्रो चुनाव अभियान चलिसकेकै थियो। तर भने त्यस्तै विदेशी त्यस्तै खालका संस्थाहरूले पनि पहिला हामीलाई 20-25 भन्नेहरूले लास्टमा गएर 35-40 भन्ने गरे। हामीले सायद 40 र 50 को बीचमा आउँछ भनेर मूल्याङ्कन गर्नु अतिशयोक्ति हुँदैन भन्ठान्यौँ हामी र त्यही सम्प्रेषण हामीले सबैतिर गर्यौँ। बाहिर भन्न त ठिक ढङ्गले निर्वाचन निष्पक्ष स्वतन्त्र स्वच्छ भयो भने हामी 1 नम्बर पार्टी हुन पनि देर छैन, त्यो सम्भावना छ भन्ने सन्देश पनि हामीले दिने कोसिस गर्यौँ। यी सबै कुराहरू तपाईहरु अहिले नोट मात्रै गर्नु होला, मैले यो कुरा भाषणको रूपमा भनेको छैन। यी ऐतिहासिक केही परिघटनाहरू छन्। कसैले हामीलाई भ्रमित पार्न भन्यो होला, तर हाम्रा उम्मेदवारहरूले, हाम्रा पत्रकारहरूले, हाम्रा पार्टीका इन्चार्जहरूले, हाम्रा बुद्धिजीवीहरू त हामीलाई भ्रमित पार्नुपर्ने कुनै आवश्यकता थिएन, किनकि वस्तुस्थिति त्यस्तै देखिएको थियो, त्यस्तै भने। तर 15, 16, 17 तिर गइसकेपछि परिस्थिति एकाएक बडो नाटकीय ढङ्गले अर्कोतिर कुद्यो। 18, 19 तिर गइसकेपछि त अब निर्वाचन हाम्रो पक्षमा परिणाम आउँदै छैन भन्ने कुरा सबैतिर मोटामोटी हाम्रा उम्मेदवार र पार्टीका कार्यकर्ताहरूलाई थाहा हुन थाल्यो। 21 गतेसम्म जान त अनौठो असाधारण परिणाम देखियो। त्यसको व्याख्या गर्न परेन, मैले ठाउँ-ठाउँमा भन्ने गरेको छु। कतिसम्म अनौठो भयो भन्दा एउटा प्रदेशको एउटा जिल्लाको उम्मेदवार जो राष्ट्रिय स्वतन्त्र पार्टीको थियो, मेरो त 300 देखि 400-500 बढी आयो भने त्योभन्दा बढी भोट आउने कुनै सम्भावनै छैन, तैपनि उठि नै हालियो। चुनावको भोलिपल्ट म तपाईहरुको पार्टीमा